आज चाहिँ सन्डे हामी घुम्नु गएको। आज चाहिँ मैले फर्स्ट भ्लग बनाएको। यता हेर्नुहोस् न हौ तपाईँहरू, हाई भनिदिनुहोस् न मेरो तेरो छोरी उयो मेरो छोरी कहाँ छ? छोरा बहिनी हो। छोरी नै हो। हेलो गुड मर्निङ अनि नमस्ते सबैजनालाई, ह्याप्पी सन्डे। अनि आज चाहिँ हामी हप्पर भिल्ला आइपुगेको छौँ र मसँग हुनुहुन्छ रेबिका राई, नैना सुब्बा, सबिना राई, किरा पोलिखाई अनि गीतु प्रिया शर्मा। हेलो नमस्ते, तपाईँको नाम? दिपा प्रधान। ओके, ल हामी चाहिँ आइपुगेको छौँ हप्पर भिल्ला सिङ्गापुरको। यो चाहिँ के भन्ने टुरिज्म उयो नै हो होइन, प्लेस नै हो घुम्नुको लागि। र यहाँनिर चाहिँ यो चाहिँ सेकेन्ड टाइम हो मेरो चाहिँ यहाँनिर आएको चाहिँ। योभन्दा पहिला म घर जाने बेलामा आएको थिएँ। अनि त्यति बेला चाहिँ मसँगको ग्याङमा सुबला, खुसी अनि पवित्र पनि हुनुहुन्थ्यो, रेणुका दिदी पनि हुनुहुन्थ्यो होइन। रेणुका दिदी स्टिल अहिले पनि हामीसँग हुनुहुन्छ, तर आज चाहिँ रेणुका दिदीको छुट्टी छैन र मिस यु रेणुका दिदी। र यो चाहिँ हो हप्पर भिल्ला। ओके, यहाँ चाहिँ के छ भन्दाखेरि चाहिँ तपाईँको पुरानो सिङ्गापुरको हिस्ट्रीहरू छ होइन। अनि त्यति मात्रै नभएर यहाँ माथि चाहिँ उयोहरू पनि छ भन्छ नि त, के भन्छ, कब्रिस्तान हप्पर भिल्ला होइन यो चाहिँ। अनि र अब चाहिँ स्टार्ट भयो। यो चाहिँ हप्पर भिल्लाको गेट हो है। हामी चाहिँ उकालोलाई, मलाई यो उकालो टक्कै हिँड्दाखेरि र यो गेट देख्दा चाहिँ के लाग्छ भन्दा डाँडा धाम जस्तो लाग्छ, महाकाल बाबाको धाम जस्तो लाग्छ नि त। हप्पर भिल्ला रहेछ नि त, HAWPARVILLA रहेछ नि त, हप्पर भिल्ला है। अनि अब चाहिँ गेटबाट इन्ट्री भयो मेरो चाहिँ है। र अरू चाहिँ केटीहरू आउँदैछ। हाम्रो नयाँ साथी दिपा हुनुहुन्छ र त्यस्तै गरी यहाँ तलबाट केटीहरू। खै नैना सुब्बा। अब चाहिँ हामी चाहिँ यहाँनिर चाहिँ पहिला मैले एउटा पोजमा फोटो खिचेको थिएँ होइन। फिलिपिनी इन्डोनेसियन केटीहरू बस्छ। नानीलाई बोकेर लाँदैछ, गरम भएछ। नैना खै नैना, नैना खै नैना, नैना नैना त्यतातिर त केही खबर नै छैन। फोटो खिच्ने फोटो सेसन चल्दैछ। एकदमै दामी जग्गा, सिङ्गापुरको इतिहास बोकेको जग्गा यो चाहिँ। माथिनिर चाहिँ के परे टर्टोइजहरू पनि छ हो। पाण्डा दाजु रहेछ यहाँ, पाण्डा दाजु। यहाँ दिदीबहिनीहरू सबजना यहाँनिर छाङछाङ चुङचुङ भन्दैछ। साँच्चै अमेजिङ छ यो जग्गा चाहिँ, मलाई मनपर्छ। हप्पर भिल्ला यहाँनिर हिस्ट्री लेखेको छ नि उयसमा, खासमा डल्लै। हप्पर भिल्ला, हप्पर भिल्ला, हप्पर एकछिन है ल।
सबिना खै कछुवा दाजु यहाँ रहेछ उयो कुनै के भन्ने यो उयो पौडिँदै गरेको उयो गोही जस्तै अस्ति हामीले देखेको उपर हौ पानी है मैला मैला गनाउँछ यो पानी त्यो पानीमा बस्छ त गरम भयो पुरा माछा खान्छ अरे यसले माछा खान्छ अरे माछा त आउनु पुरा छ त आज चाहिँ केटीहरुमा जायो होला कस्तो बनाउँदैछ है
हाम्रो नेपाली स्टाइलको यो सबै घरहरू चुलाहरू समाधिहरू त होइन चढ्नु त हुँदैन है अँधेरो भयो राम्रो देख्नु ओइ तू खै तेरो दिदी Monkey King. गरम भयो गले थाक्यो दार्जिलिङको टुरिस्टहरू यहाँ घुम्न आएको रहेछ यहाँ खिचेको मेरो फोटो थियो नि यहाँनिर पनि रहेछ कोइन हालेर उयो गर्ने ब्लगर जोडिएको एक्सिडेन्ट हुन आँट्यो क्या दामी है यो What a beautiful! Excuse me, सस्तो के अरे एउटाले अर्कोले अर्को पक्रिरहेछ यो चाहिँ स्ट्याचु त होइन नि तर फेरि चल्दैछ नि रियल हुनु सबै स्ट्याचु चाहिँ होइन सबैजना कसै घाम ताप्दैछ कहाँको टुरिस्टहरू आयो यसरी हाम्रो यहाँ देशमा घुम्नु जानु मन पर्यो जान नि त ऊ त्यहाँबाट ऊ तेर्सो गएर यताबाट जाँदा पनि हुन्छ ऊ त्यो भित्र चाहिँ बन्द गरेको रहेछ नि त ओके ल फाइनल्ली अब चाहिँ हामी चाहिँ हप्पर भिल्ला भन्ने जग्गा चाहिँ घुमिसक्यो र यहाँनिर ब्युटिफुल प्लेस चाहिँ हेरिराख्नुहोस् तपाईँहरू के भिल्ला साँच्चै दियो हप्पर भिल्ला ओके हप्पर भिल्ला एक्सक्युज मी हेलो आई 5K हामी चाहिँ आइपुग्यो यसको गेटमा भोक लाग्यो तिर्खा पनि लाग्यो पानी चाहिँ पिइसक्यो अब चाहिँ हामी चाहिँ माला खानेर यिनीहरू यस्तो गरममा आज चाहिँ
क्लास सास सबै बङ्क गरिदिएको कोही कोही बेला चाहिँ हामी त्यस्तै गर्छौँ हो बदमासी स्टुडेन्ट लाइफ याद आउँछ स्कुलको लाइफ याद आउँछ यस्तो गर्दाखेरि चाहिँ होइन मजा आउँछ किनभने हप्पर भिल्ला भनेर उ यहाँनिर लेखिरहेको छ केटी हो हेरो हप्पर भिल्ला अन्त बिहान चाहिँ केक खाएको मात्रै हो नि त केक खाइन भने पनि भन्नु हुँदैन पाप लाग्छ होइन यो चाहिँ टाइगर रहेछ टाइगर म चाहिँ फेरि टाइगर हो नि खतरा हो नि के हुन्छ लो हेर्छ नि कतिजनाले थाहा छ होला नि तपाईँहरूलाई होइन यो चाहिँ टाइगर छ ओके सुँगुरको मासुमा पल्कियो उसको माछ यसमा त बोल पनि दामी दिएछ नि त्यसलाई त बोल है हामी चाहिँ यहाँनिर आइसक्रिम किनेको सस्तिका दिदी भयो मेरो दुईटा होइन खानु नपाएकोले ऊ चाहिँ उही जस्तो लुट्यो तिम्रो र मेरो हेर नि अघि ठुक्क्यो सबैजना गऱ्यो याद गर्दैछ